हेलो कहाँ गए मामा हेलो नि हरिका हाई भन हेलो त क्यामेरा एकछिन मलाई के हुन्छ मान्छे चाहिँ पर्छ यम प्रति क्यामेराबाट राम्रो क्लियरली देखिँदैन दिया अब ब्लग बनाउन आले देऊ म क्यामेराले गरिदिन्छु ल यसले बनाऊ ल ल है यहाँ हुनुहुन्छ प्रतीक्षा दिदी हेर्नु त यहाँ निहारिका आमा यहाँ मान्छेहरू छ हिजो त मम्मीलाई छिटो हिँड्नु न फोटो खिच्ने होइन पहिला घुम्ने हो अहिले दिन जान्छ उता हिँड्नु न कहाँ तपाईँ पछाडि पछाडि हिँड्नुहुन्छ सबै अगाडि गइछ हो गइसक्नु भयो मेरो मुख पनि हतार हतार आइगएको छ डब्बर कहाँ जानुभयो माथि जानु भएन होला कहाँ जानुभयो फोटो खिच्न गएको कहाँ जानुहुन्छ हौ अहिले होइन भन्नु न हौ घुमेर लास्टमा खिच्ने हो क्या बाबाहरू चाहिँ खोइ अन्त कहाँ जानुभयो ओ ब्रो उता हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो उयो भइरहेछ म चाहिँ क्यामेराबाट बनाइरहेछु है झर्नु अरे क्या उयो गर्दा झर पो लाग्छ झर्छ भनेर क्यामेरा तर केही नि हुँदैन यहाँदेखि उतै गएर बनाऊँ न जाम ओ मेरो एउटा कुरा भनौँ कस्तो साइको लाग्छ हौ मलाई भन्दिनँ अहिले क्यामेरा होइन क्या कहाँ कहाँ जानुहुन्छ हुन्छ क्या इफ यु गाइज क्यान सी द्याट तपाईँ त उभिनु त तपाईँ एडिट गरेर पनि हाल्न सक्नुहुन्छ उता उभिनु त भोलिपछि यो क्रप गरेर उता फर्किनु त लिपम चिलाउनुपर्छ आमाको ब्यागमा छ आमा कहाँ हुनुहुन्छ र मलाई कस्तो देखिरहेको छ होला है मलाई कस्तो देखिरहेको छ हेर्नु त अब म खिचिदिन्छु तिम्रो पर्दैन बस्छु सोधिदिनु ओ त्यति उभिन्न कति राम्रो देखिरहेको थियो उतापट्टि हेरेर जाऊ यता कहाँ जानुभयो मम्मी तिमी आँखा देख्छौ नि होइन तिमी बोलाउँछु तिमीसँग भन्दैन मसँग आँखा चाहिँ मतलब यहाँबाट बजाउने हो बजाउनु मिल्छ कि होइन बजाउने हो र यहाँ हेर्न सक्नुहुन्छ यता यस्तो छ अनि यु नो गाइस यो चाहिँ हामी क्यामेराबाट बनाएको एन्ड यो चाहिँ हाम्रो नक्लीको ड्रायल एलिगेटर हेर्न सक्नुहुन्छ यो चाहिँ नि यो पार्क चाहिँ एन्जोरिकाले बनाएको हो या दिस राइट हो पार्क घुम्न यो सबै ग्राहकहरू मेरो अनि यु गाइस क्यान सी द्याट
यहाँ यस्तो राम्रो राम्रो ठाउँहरू छ म चाहिँ एकदमै धेरै पछि आएको यहाँ अनि मलाई बाटो थाहा छैन एकचोटि हामी यहाँ डाइनोसर देखेर भागेको नि अन्त त्यो डाइनोसर भएको ठाउँमा जाऊँ न ए हामीले एउटा फोटो खिचेको तिमी गरेको हुन्छ अहिले कहाँ गयौ भनेर गर्मी गर्मी काट्नु भयो खोज त तिमी आँखा देख्छौ आई थिङ्क एउटा तिमी हरायो भने म बोलाउँछु साँच्ची न छ ल त्यो एउटा You guys can see aku sering pengedi dah mah. माइजूलाई पर्खिँदा हामीले छोड्यो अन्त माइजू त्यही ओए उता हेर्नु न उतै हुनुहुन्छ माइजू त त्यही हुनुहुन्छ तर बाबाहरू अहिलेसम्म त्यहाँदेखि अलिकति खुट्टा हल्ला अरे घुमेर यहीँ आइपुग्यौँ त अनि हामी फेरि त्यहीँ आइपुग्यौँ ला के गरेको ब्याक क्यामेरा गर्नु नि पानी चप्पो ब्याक क्यामेरा ए हेर्दै लामै छोप्यो फोटो त ब्याक क्यामेरा गर्दै कि उता हेर्नु सक्नुहुन्छ तपाईँहरूले ओए म त रोलर कोस्टर हुन्छ भनेर रमाइरहेको ओए माछा भएको ठाउँमा जाऊँ न माछा भएको ठाउँमा भिनाजुहरू कहाँ जानु त्यही थाहा छैन क्या झर्छ मोबाइल झर्छ फोन गरेको पनि काटिदिनुहुन्छ राम बनाउनुपर्छ ल क्यामेराबाट माथि चढेर गएर आउनु है उता हुन्छु मलाई उता खेल्न मन छ ओइ मलाई खेल्न मन छ जाऊँ न क्यामेराबाट बनाऊँ कतै भेट भयो हाम्रो सबैको जाम न खेल ओए हेर नि तँ कस्तो पल्टेको हामीले त खेल्न आँटेको अन्त फोन गरेँ तर यसरी ग्रुपमै हिँडेको राम्रो हो नि त जे भने नि जाऊँ न हामी त खेल्न जाऊँ न बाबा जाऊँ न खेल्न ऊ त खेल्न सुरुमा यो खेलौँ न यो खेलौँ अनि त्यसपछि भिडियो बनाऊ सुरुमा यस्तो यस्तो हामी उता हुन्छौँ है त्यो पिङ उयो भट्टामा यहाँबाट होइन मलाई पठाइदिनु यो भिडियो यस्तो मेहनतले बनाइरहेको छु हेर्न सक्नुहुन्छ मेरो ब्यागी पेन्टले गर्दाखेरि म बिस्तारै हिँड्नु पर्दैछ ब्यागी पेन्ट
गीतहरू ओ यो त लकडाउनको गीत हैन है ओए माछा हुँदैन उता जान्छ जहाँ खाना दियो त्यही जान्छ नेरका थुक्छ छि दाइ ओए एरोप्लेनमा जाम न ओए हेर्ने मलाई कस्तो जिप लाइनमा नि खेल्न मन छ तर डर त लाग्छ होला यार भयो ओए यो हेरेर मलाई त्यो एउटा त्यो हरन गेम छैन हरर एउटा होइन त्यो ब्लूहरू के हुन्छ टसहरू खोज्नुपर्छ नि ब्लूवाला हुन्छ त्यो डल्लो डल्लो टाउको परेको अनि अर्को ओरेन्जवाला हुन्छ लामो हात परेको पपी प्ले टाइम होइन होइन अर्को कहाँ थियो यहाँ चाहिँ एलफिल टावर छ नक्लीवाला एलफिल टावर हामी प्यारिस आइपुग्यौँ गाइस अनि हामी गएर बस्दै गर्थ्यौँ नि यहाँ सबै थोक छ यहीँनिर यो छ प्यारिस छ त्यहाँ धरानको अझै ताजमहल पनि थियो हौ यहाँका अनि एरोप्लेन पनि छ यहाँका 7वटा मन्दिर सबै यही ठाउँमा भेट्छ दाजुलाई भाउ आमा चाहिँ कहाँ जानुभयो यतै हो पुलिस हजुर यहाँ चाहिँ हुनुहुन्छ भने दाजु अनि यहाँ चाहिँ हुनुहुन्छ प्रतीक्षा दिदी पश्य दिदी यहाँ हेर चिज गर्नु अनि यहाँ चाहिँ छ हाम्रो कोही आउनु भयो त हौ ल यहाँ चाहिँ यस्तो खेल्न पनि मिल्दो रहेछ कालो आइरहेछ तर यहाँको त मजा आउँदैन बोटिङ छ्या आज दिनै बित्ने रहेछ कि क्या हो गर्दै भन्यो भने फोन गर न हौ कोही मोबाइल छ म नम्बर भनिदिन्छु मम्मीको 970 कति हो है 970 5611 5611 587 अझसम्म आउनु भएको छैन ला ओए मैले बिर्सेँ मैले मेकअप गरेको छु भनेर मैले बिर्सेँ क्या मैले मेकअप गरेको छु भनेर ओए मैले फेरि पुसेँ ला पक्रिँदै थाहा छ वर्ल्डको सबभन्दा ठुलो भनेको खोइ आमा कति फोटो भन्नुभएको खेलेको छैन फोटोको सुर फोटो खेलेको ओ त्यो खेलाडेको होइन होला नि होइन रहेछ त ये त्यो खेलाडेको ए फाउन्टेन उता हेर्न सक्नुहुन्छ ओइ जानुपर्छ एकछिनमा ओइ अन्त म त त्यो उयो चुट्यो जस्तो लाग्यो नि त्यो अहिले होइन ल मलाई होइन आँखा लागिसक्यो है त्यो त हो खङ्गारू
आम्मामा भिड रहेछ है क्या हो त्यो झार्नु है जाँदिन पास पास ल ल पढाउनु त पढाउनु आउनु है त मेरो कपाल उडेर हेर मेरो जगटा परिराखेर डल्लो जा उठे जा क्यामेरा झर्छ क्यामेरा लिन दिँदैन पढाउनु अगाडि कता कहाँ जानु यता अरे यता मामा पनि जानुहुन्छ क्यामेरा लान दिँदैन दिँदैन लान त के दिन्छ नि अस्ति हामी भिडियो बनाएको होइन ऊ जाम न ऊ बाबा जाइसँग म त यताबाट हो त्यतिका ओ यताबाट आउँदैछु झार्दिन पक्रिराख्छु आम्मा क्वालिटी गएको जस्तो हुन्छ त लाग्छ त हाम्रो मम्मी र भेना चाहिँ एउटै हेरेछ हेर न त्यो पनि खेल्न माने छैनन् खेल्नु हुँदैन त्यो अस्ति यो त केही हुँदैन ए यो त सानो त छ त्यो अस्ति एक्सिडेन्ट भएको उभिराख्नु पर्ने चल्दैछ अब आमा पनि आउनुहुन्छ चढ्यो हामी चढ्दिउँ जान्छ आउँछ यो चाहिँ बिचतिर बस्नुपर्छ है पछाडितिर बस्छ ओइ हेर न मेरो हातमा के लागिरहेको नखेल्ने अरे दौडा बाबा र माइजू नखेल्ने अरे हामी त खेल्ने हामी भनेको आँट्दै हो नि होइन हामी त जे पनि खेल्ने प्रतिशती त अहिले गएर फेरि पौडी पनि खेल्नुहुन्छ फाउन्डेसन पौडी बाबाले पढाउनुहुन्छ मजाले अन्त ड्याम अनि अलिकति कपालको पनि मसाज गरिदिन्छ तानेर उतालेर हामीलाई मेरो स्ट्रेट कपाल कर्ली हुन्छ नि ओ ए म त कालो भइसक्यो सनस्क्रिन लगाएको सनस्क्रिन लगाएको छ त नि अघि मैले लाउने ए त्यो दिएको सनस्क्रिन